हिजो सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक र एकजना माननीय बीच यस्तो चर्काचर्की भयो कि कुरा प्रश्न जवाफबाट सुरु भएर बैठक बहिष्कारसम्म पुग्यो। तर यो केवल दुई व्यक्तिको झगडा थिएन, यसभित्र तीनवटा ठूला प्रश्न लुकेका छन्। प्रहरीको खरिदमा के भइरहेको छ, संसदले शक्तिशाली संस्थालाई कसरी जवाफदेही बनाउने र प्रश्न सोध्ने तरिका कस्तो हुनुपर्छ। पहिले घटनाक्रम बुझौँ। गत फागुनको निर्वाचनको बेला निर्वाचन प्रहरीको पोसाक खरिदमा करिब 60 करोड रुपियाँ हिनामिना भयो भन्ने उजुरी लेखा समितिमा परेको थियो। ख्याल गर्नुहोस्, यो उजुरी दाबी हो, प्रमाण अथवा तथ्य होइन। त्यही उजुरीमाथि छलफल गर्न समितिले आइजिपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आइजिपीलाई बोलाएको थियो। बैठकमा रासोपा सांसद खगेन्द्र सुनारले आरोप लगाए जुत्ता, मोजा, कपडा, यहाँसम्म कि लाठी खरिदमा समेत भ्रष्टाचार भएको छ। उनको माग थियो तत्काल छानबिन समिति बनाइयोस् र निष्पक्ष छानबिनका लागि गृह सचिव र आइजिपीलाई पदैबाट हटाइयोस्। त्यतिमा नरोकिएर उनले आइजिपीकै घरबाट 3 करोड रुपियाँ चोरी भएको र त्यो घटना ढाकछोप गरिएको समेत आरोप लगाए। आइजिपी कार्कीले यसको जवाफमा दुवै आरोप अस्वीकार गरे। न 3 करोड हराएको छ, न परिवार संलग्न छ भन्दै उनले आफ्नो र परिवारको बैंक विवरण र कल हिस्ट्रीसम्म जाँच गर्नलाई खुला चुनौती दिए। उजुरीकर्ताले जे भन्यो त्यही सत्य मान्ने हो त भन्ने उनको प्रतिप्रश्न थियो। सभापति भरतबहादुर खड्काले दुवै पक्षलाई मर्यादित बन्न आग्रह गरे, तर सुनार भ्रष्टाचार विरुद्ध बोल्दा आफै अपमानित भएको भन्दै बैठक छाडेर हिँडे। उनी बाहिरिएपछि नेकपाका वर्षमान पुनले आरोप लगाएर भाग्न नपाइने बताए र रासोपाकै सांसद गोविन्द पन्थीले पनि उजुरीका भरमा आइजिपीलाई दोषी ठहर्याउन नमिल्ने भन्दै सुनारको कुराको प्रतिवाद गरे। अब भावनाभन्दा पर गएर हेरौँ, असली मुद्दा के हो। सार्वजनिक लेखा समितिको काम नै राज्यको ढुकुटीबाट भएको खर्च ठिकसँग भयो कि भएन भनेर जाँच्नु हो। प्रहरी पोसाक खरिद भनेको अरबौंको सार्वजनिक खर्च हो र नेपालमा प्रहरी खरिदको इतिहास सफा छैन। 3 जना पूर्व आइजिपी भ्रष्टाचार मुद्दामा जेल परिसकेका छन्। त्यसैले सुनारले प्रश्न उठाउनु आफैमा गलत होइन, बरु यो उनको संवैधानिक जिम्मेवारी भित्रै पर्छ। समितिले पनि यस विषयलाई गम्भीर मानेर प्रहरीको खरिद विवरण 15 दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिइसकेको छ। यसको अर्थ छानबिनको ढोका खुलिसकेको छ। तर यहाँनिर सीमा पनि बुझ्नुपर्छ। संसदीय समिति अदालत होइन। समितिले कागजात माग्न सक्छ, प्रश्न सोध्न सक्छ, छानबिनको निर्देशन दिन सक्छ, तर कसैलाई दोषी घोषणा गर्न सक्दैन। आरोप र प्रमाणित तथ्य बीचको दूरी छानबिनले मात्रै मेटाउन सक्छ। त्यसो भए प्रश्न सोधेकै भरमा टकराव चाहिँ किन भयो त? किनभने यहाँ दुई कुरा एकै साथ मिसिए। एकतर्फ खरिद प्रणालीमाथिको संस्थागत प्रश्न थियो जुन जायज थियो, अर्कातिर प्रमाण नखुलाइएका व्यक्तिगत आरोप थिए जसलाई आइजिपीले आफ्नो र परिवारकै इज्जतमाथि प्रहार ठाने। जब प्रश्न व्यक्तिको चरित्रतिर सोझियो, जवाफ पनि प्रतिरक्षात्मक र तीखो बन्यो। र जब सुनारकै पार्टीका सांसदले समेत प्रतिवाद गरे, छलफल मुद्दाबाट हटेर शैलीको विवादमा फस्यो। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न के सुनारको तरिका प्रभावकारी थियो या एउटा भेद छुट्याउँ। शक्तिसँग प्रश्न सोद्धा नरम हुनु पर्दैन, तर कडा हुनु र व्यक्तिगत रूपमा अपमानजनक हुनु यी दुई फरक कुरा हुन्। यो खरिदमा यति रकम खर्च देखिन्छ, उजुरीमा यस्तो फरक औल्याइएको छ, समितिमा सम्पूर्ण खरिदको फाइल, टेन्डर कागजात र भुक्तानी विवरण कहिलेसम्म उपलब्ध हुन्छ र यसको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न गरेका भए यो प्रश्नबाट आइजिपी उम्किन सक्दैन थिए। जवाफ दिनै पर्थ्यो। वा चोरी प्रकरणमा तपाईँ भ्रष्ट हुनुहुन्छ भन्नुको सट्टा तपाईँको निवासमा चोरी भएको भनिएको घटनाको किटानी जोरी परेको छ कि छैन, अनुसन्धानको स्थिति के छ, समितिलाई त्यसको प्रतिवेदन दिन सक्नुहुन्छ। यसरी सोधेको भए आरोप होइन, रेकर्डमा बस्ने जवाफ आउँथ्यो। अर्थात् कागजात पहिले, आरोप पछि। आरोप र तथ्य छुटाएर र निष्कर्ष छानबिनलाई छाडेर बैठकमै बसेर आफ्नो प्रश्नको जवाफ नआएसम्म खोतलिरहेको भए दबाब झन् बलियो हुन्थ्यो। बहिष्कार गरेर हिँड्दा विडम्बना बस भ्रष्टाचारबाट हटेर उनकै व्यवहारसम्म केन्द्रित भयो। जुन मुद्दा उठाउन खोजेका थिए त्यही मुद्दा ओझेलमा पर्यो। त्यसैले असली प्रश्न यो होइन कि एउटा सांसदले आइजिपीलाई चुनौती दिन मिल्छ कि मिल्दैन। मिल्छ र दिनुपर्छ पनि। असली प्रश्न यो हो कि हाम्रा प्रतिनिधिले शक्तिशाली संस्थालाई यति बलियोसँग प्रश्न गर्न सक्छन् कि संस्थाले जवाफ दिनै पर्ने होस्, तर छलफल व्यक्तिगत झगडामा नखसोस्। त्यो विषय उठाउने अझ प्रभावकारी तरिका पक्कै थियो। यदि व्यक्तिगत प्रहार र संस्थागत प्रहार नभएको भए यो प्रकरण एकदमै गम्भीर विषय थियो। भिडियो मन पर्यो भने सेयर गर्नुहोस् र हामी अर्को विश्लेषणमा भेट्नेछौँ।